हाम्रो एकजना फलोवरले चाहिँ विदेशतिर कङ्क्रिट ढलान गरिसकेपछि किन क्युरिङ गर्दैन भनेर सोध्नु भएको छ। विशेष गरी यसमा के कुरा बुझ्नु पर्यो भने हामीले क्युरिङ गर्ने भनेको सिमेन्टको हाइड्रेसन प्रोसेसलाई चाहिँ कन्टिन्यू गर्नको लागि हो। जुन कुरा भनेको हामीले साइडमा यदि कङ्क्रिट ढलान गर्यौँ भने त्यो बेलामा सिमेन्टलाई आफ्नो हाइड्रेसन प्रोसेस कम्प्लिट गरेर स्ट्रेन्थ अनि ड्युरेबिलिटी कम्प्लिट गर्नको लागि एउटा समय दिनको लागि चाहिँ हामीले क्युरिङ गर्ने हो। तर विदेशतिर के गरिन्छ भने प्रिकास्ट कङ्क्रिटको म्याक्सिमम प्रयोग गरिन्छ। त्यो भनेको स्ल्याबहरू अलरेडी फ्याक्ट्रीमा रेडिमेड गरेर क्युरिङ गरेर स्ट्रेन्थ गेन गरिसकेपछि साइडमा ल्याएर त्यसलाई युज गरिन्छ। त्यो भएको हुनाले पनि त्यहाँ तपाईले क्युरिङ गरेको नदेख्नु भएको हुनसक्छ। तर जति पनि ठाउँमा हामीले साइडमै यदि क्युरिङ गर्छौँ अथवा साइडमै हामीले ढलान गर्छौँ भने त्यस्तो कन्डिसनमा हामीले क्युरिङ अनिवार्य रूपमा गर्नै पर्ने हुन्छ। तर त्यसलाई अलिकति छिटो भने हामीले पक्कै पनि गर्न सक्छौँ। त्यसको ठाउँमा हामीले एडमिक्सरहरू प्रयोग गरेर त्यसलाई अलिकति फास्ट फरवर्ड चाहिँ गर्न सक्छौँ। तर क्युरिङ भने अनिवार्य रूपमा गर्नुपर्छ, चाहे त्यो साइडमा होस् अथवा फ्याक्ट्रीमा होस्। त्यो भएको हुनाले ढलानलाई क्युरिङ नगरेको भने होइन है त। यस्तै घर निर्माण तथा मर्मत सम्भार सम्बन्धी अरू पनि जानकारीहरू तपाईँलाई चाहिएको छ भने तपाईँले हामीलाई कमेन्ट गरेर क्वेसन सोध्न सक्नुहुनेछ। हामीलाई ज्ञान भएसम्म त्यसको बारेमा केही जानकारीहरू सेयर गर्ने नै छौँ। एक्सपर्ट सेवा घरदेखि दरबारसम्म।